अब सामान मेरो रुममा सकिएको छ, चामल सब सकिएको छ। आज म चामल किन्न गइरहेको छु। यहाँ कतिको महँगो रहेछ, अब किनेर अब सबैको प्राइस म अहिले बोल्नेछु है। अब यहाँ नेपाली पसलहरू पनि छ। अब नेपाली पसलमा मसलाहरू पाइन्छ, मसलाहरू किन्नु पर्यो। सकिएको सबै रहेछ। म जाँदैछु। नेपालमा त्यत्रो सामानलाई 1000 लाग्छ, यहाँ त्यत्रो सामानलाई 5000 लाग्छ। त्यत्रो महँगो रहेछ यार। के गर्ने, खाना आएर किन्नै पर्यो। नेपाली पसल पुगिसक्यो। नेपाली पसल अब यसमा जान्छ सोध्छु। सामान सबै किनिसकेँ मैले। अब किन्न बाँकी रहेको छ भने चामल र प्याज। हेर यत्रो सामानलाई यहाँ त 4000 पऱ्यो। के गर्ने त, महँगो छ। यत्रो सामान नेपालले त 1000 मा सबै आउँछ। यस्तो महँगो छ यहाँ, के गर्ने होला। काम गर्न बाँच्नले त खानै पर्यो। अब रुम गइरहेको छु, यसले राखेर अब फेरि आउनु पऱ्यो चामल किन्न। एकै दिनमा 10,000 जति यहाँ खर्च आउने। अब यत्रो सामान किन्छु, अब 10 दिन 15 दिन चल्छ, त्यसपछि फेरि ल फेरि चामल किनेर प्याज किनेर त्यसपछि सबैको बिल जोड्छु, कति पऱ्यो त यत्रो सामान। त्यो सामान किनेर आइसक्नु गाइज। अब म हेर आउँछु ल कति पऱ्यो मलाई। बढीमा पऱ्यो भने 1000 पर्छ। यहाँ यसलाई नि 3000 त्यत्रो महँगो। 1 केजी पनि छैन होला। यो कति पऱ्यो छ? 235 रुपियाँ। नेपालमा चाहिँ 300 मा आउँछ। 1500 पऱ्यो।
यो त ठिकै रहेछ अहिलेसम्म सब महँगो रहेछ यहाँ टोटल जोडन त कति भयो यहाँ मैले यसो यसमा यसको टोटल रहेछ 3650 प्लस चामल कति भयो 3000 प्लस प्याजको रहेछ 235 रुपियाँ 7000 जति यहीँ खर्च हुने रहेछ